सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ प्रद्युमन ठाकुर र आज चाहिँ तपाईहरुको अगाडि फेरि नयाँ भिडियोमा तपाईहरुलाई स्वागत रहेको छ। र आज चाहिँ हामीले कुरा गर्न गइरहेको छौं भनेको नेपालको होम मिनिस्टरको बारेमा र उहाँको नाम रहेको छ भनेको सुदुङ गुरुङ भनेर। उहाँले अहिले चाहिँ नेपालमा धेरै राम्रो काम पनि गर्नु भइरहेछ र धेरै फास्ट पनि काम गर्नु भइरहेछ र रातिसम्म पनि उहाँले काम गर्नु भइरहेछ र अफिस घरमा गएर नसुतेर पनि अफिसमा उहाँले एउटा सोफामा सुतेको तपाईहरुले यो फोटो पनि हेर्न सक्नुहुन्छ र उहाँले काममा कति व्यस्त हुनुहुन्छ भनेर। र तपाईहरुले यो भिडियोमा नयाँ हुनुहुन्छ भनेर लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला भनेर भन्छु। सबभन्दा अगाडि के गर्नु कि यो भिडियोको अगाडितर्फ हामीले बढौं र यो चाहिँ सबभन्दा अगाडि उहाँले जब नेपालको होम मिनिस्टर बन्नुभयो र 24 घण्टाको भित्रैमा नै 2 जनालाई पक्राउ पनि गर्नुभएको थियो भनेर यो चाहिँ धेरै चर्चित चलिरहेछ भने नेपालमा। र त्यो 2 जनाको नाम के रहेको छ भनेको त्यो 2 जना चाहिँ एमाले पार्टीको रहेको थियो र एक जना चाहिँ पहिलाको हामीहरुको होम मिनिस्टर पनि रहेको छ र प्राइम मिनिस्टर पनि रहेको छ भनेर तपाईहरुले हेर्नु भएको छ। र सबभन्दा अगाडि हामीहरुको प्राइम मिनिस्टरको नाम चाहिँ केपी ओली शर्मा थियो पहिला र त्यो पनि पक्राउ गरिसकेको छ र त्यसपछि एकजना अझै रमेश लेखकलाई पनि पक्राउ गरेको छ भनेर तपाईहरुले यो भिडियोमा प्रष्ट हेर्न सक्नुहुन्छ भनेर हो। सबजनाले पक्राउ गरिसकेको छ अहिलेसम्म र यो नाम पनि तपाईहरुले हेर्न सक्नुहुन्छ भनेर। एकचोटी यो रतन कार्कीको भिडियो पनि हेरौं भनेर कस्तो हाँसिलो पनि भिडियो आएको छ तपाईहरुको अगाडि भनेर कस्तो मिठो लाग्यो। गृह मन्त्री सुदन गुरुङको विश्वास नगरौँ है साथीहरु, विश्वास नगरौँ। मिले 7, 8, 9, 10 जति लेखे नि हाल्ने त्यही एमालेकै मान्छे त हो नि। होल एमाले भर्सेस सुदन गुरुङ लागेको छ भनेर हैन। र त्यसपछि हामीहरुको त्यही कारण केपी ओली शर्माको कारण चाहिँ हामी केपी ओली शर्मालाई जब पक्रेर गयो भनेर त्यसमा चाहिँ आन्दोलन पनि चलायो भनेको एमाले पार्टीको सबै आन्दोलन चलाउन गयो भने एउटा बुवाले आवाज पनि उठाउन गयो भनेर त्यो बुवालाई आएर थर्काउने 2वटा व्यक्तिलाई पनि पक्राउ गरेको छन् भनेर। त्यस्तो बुवालाई थर्काउन पाउँदैन भनेर उहाँलाई पनि उनीहरुलाई पनि पक्राउ गर्यो। र त्यसपछि तपाईहरुले यो भिडियोमा तपाईहरुले नयाँ हुनुहुन्छ र सिम्पल तपाईहरुले भिडियोमा मन पराउनु भइरहेछ भनेर लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला। र मिठो तपाईहरुको अगाडि नै मैले भिडियो लिएर आउँछु र तपाईहरुले भिडियो हेराउँछु भनेर हो। र तपाईहरुले खास गरी मेरो भिडियोमा कस्तो लाग्छ भनेर तपाईहरुले कमेन्ट गर्न नबिर्सनु होला। जेसुकै पनि हुन्छ र सिम्पल भाषामा तपाईहरुको अगाडि मैले प्रश्न गर्छु र सर्ट भिडियो बनाउने गर्छु, कुनै पनि लङ बनाउँदैन। र तपाईहरुले मात्र सपोर्ट गर्नु होला। र हस्, धन्यवाद।